आज म तपाईलाई एउटा यस्तो कुरा भन्नु चाहन्छु जुन तपाईले सयौं पटक सुन्नुभएको होला, तर अझै पनि तपाईले बुझ्नु बाँकी छ। हामी दिनभर अरूको अनुमोदन खोज्दै दौडिन्छौँ, पैसा कमाउन, नाम कमाउन, मान पाउन। तर यो सबै बाहिरी हो। यी सबै तबसम्म मात्र साँचो लाग्छन् जबसम्म तपाईँ भित्रको शक्ति नदिएको हुन्छन्। जब तपाईँ एक्लिनुहुन्छ, जब समस्या आइपर्छ, जब दुनियाँ चुप लाग्छ, तब तपाईलाई चाहिने शक्ति न पैसाले आउँछ न अरूको साथले। त्यो शक्ति तपाईँ भित्र छ, तपाईको आत्मा, तपाईको हिम्मत, तपाईको निश्चय। ध्यान गर्नुहोस्, आवाज बाहिर कम गर्नुहोस् र भित्रको आवाज सुन्ने अभ्यास गर्नुहोस्, किनभने यही भित्रको आवाज तपाईलाई उठाउँछ, तपाईलाई बनाउँछ। तपाईँ कमजोर हुनुहुन्न, तपाईलाई शक्ति चाहिएको छैन, तपाईले त्यो शक्ति भुल्नु भएको हो। त्यसैले आज सम्झिनुहोस्, साँचो शक्ति बाहिर होइन, भित्र खोज्नुहोस्। अब आँखा बन्द गर्नुहोस् र आफू भित्र फर्केर हेर्नुहोस्। तपाईँ जे खोजिराख्नु भएको छ त्यो तपाईँ भित्र छ। आत्मा शक्ति, तपाईँ भित्रको शक्ति उजागर गरौँ। भिडियो मन परेमा लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सौँ। धन्यवाद।